नमस्कार, मेरो घर दार्चुला। म हाल चाहिँ भीमदत्त बहुप्राविधिक शिक्षालय पाटन बैतडीमा डिप्लोमा तहको शिक्षाको हासिल गर्ने सिलसिलामा छु र मैले केही लेखेका मुक्तकहरू र केही मुक्तकारहरूका मुक्तकहरू लेखेको छु। यो मेरो पहिलो मुक्तक। सरकारले जे भन्यो त्यही आह्वान मान्नै पर्छ र जनताले गर्दिन भनेपछि मतदान गर्नै पर्छ र सरकारले जे भन्यो त्यही आह्वान मान्नै पर्छ र जनताले गर्दिन भनेपछि मतदान गर्नै पर्छ र तिमी निमुखा जनताको आवाज सुन्न चाहदैनौ भने निमुखा जनताले तिम्रो संविधान मान्नै पर्छ र। अर्को मुक्तक। नजिक भएर पनि नजिक हुनुको बहा पाउँदैन, म त्यही बोगर हुँ जहाँ नदीको बहा पाउँदैन। नजिक भएर पनि नजिक हुनुको बहा पाउँदैन, म त्यही बोगर हुँ जहाँ नदीको बहा पाउँदैनन्। रातारात कसरी आउँछन् तिम्रा पार्टीका पर्चा, रातारात कसरी आउँछन् तिम्रा पार्टीका पर्चा, जहाँ अन्तिम परीक्षा सकिँदासम्म किताब पाउँदैनन्। नजिक भएर पनि नजिक हुनुको बहा पाउँदैन। अर्को मुक्तक। विकास भनेको बोलिदिने काम भएको छ, भएको युवा शक्ति खाडीको लगाम भएको छ। विकास भनेको बोलिदिने काम भएको छ, भएको युवा शक्ति खाडीको लगाम भएको छ। जनतालाई रुवाएर महलमा बस्छन् नेताहरू, वाह भ्रष्टाचारीको पो क्या ठुलो नाम भएको छ। विकास भन्ने बोलिदिने काम भएको छ। खासमा हाम्रो देश र परिवेशमा भइरहेका केही यथार्थ कुराहरूलाई खण्डन गरेर मुक्तक बनाइएको छ। धेरै धेरै धन्यवाद मुक्तकारजीहरूलाई। र एउटा मेरो अति नै मनपर्ने स्वर्गीय महावीर विश्वकर्माको यो चाहिँ अत्यन्त मनपर्ने मुक्तक चाहिँ हो। यो म भन्छु। धुम्म हुनेछ त्यो दिन हराएको घाम हुनेछ, मलामीको ताती मुखमा सबैको राम राम हुनेछ। धुम्म हुनेछ त्यो दिन हराएको घाम हुनेछ, मलामीको ताती मुखमा सबैको राम राम हुनेछन्। शनाखत भएपछि पोस्टमार्टम गर्लान्, निहालेर हेर्नु मुटुमा तिम्रै नाम हुनेछ। धुम्म हुनेछ त्यो दिन हराएको घाम हुनेछ, मलामीको ताती मुखमा सबैको राम राम हुनेछ। एकदमै अत्यन्तै मनपर्ने मुक्तक हो यो मेरो स्वर्गीय महावीर विश्वकर्माको। अनि अर्को मुक्तक भन्छु। घर न घाटको हुन म कसरी आऊँ, सबको सामु रुन म कसरी आऊँ। घर न घाटको हुन म कसरी आऊँ, सबको सामु रुन म कसरी आऊँ। जीवन दिन्छौ ठानेको थिए सुपारी दियौ, जीवन दिन्छौ ठानेको थिए सुपारी दियौ। तिम्रा गोडा धुन म कसरी आऊँ, घर न घाटको हुन म कसरी आऊँ। खासमा चाहिँ अब केटाहरूलाई चाहिँ मक्सिर लागेपछि कसैको गर्लफ्रेन्डले धोका दियो होला, कसैको के होला चाहिँ मेल खाने मुक्तक चाहिँ हो यो। अर्को मुक्तक छ। आयो के बदला लिन यति बताएर जाऊ, आयो के बदला लिन यति बताएर जाऊ। नजाऊ पनि भन्दिन यति बताएर जाऊ। हिजो माया देखाएर आज टाढा जान्छु भन्छौ, हिजो माया देखाएर आज टाढा जान्छु भन्छौ। जान चाहन्छौ किन यति बताएर जाऊ, आयो के बदला लिन यति बताएर जाऊ। अर्को मुक्तक। यो चाहिँ खासमा मेरो जिल्ला दार्चुलाको लागि केही नेताहरूले गर्न नसकेका काम या गर्न नचाहेका कामहरूको बारे केही चाहिँ मुक्तकहरू मैले आफैले लेखेको हो। सियो बनाई देखा सरकार झुल बनाई देखा, सियो बनाई देखा सरकार झुल बनाई देखा। सक्सेस पनि दुर्गम भेगमा स्कुल बनाई देखा। सियो बनाई देखा सरकार झुल बनाई देखा, सक्सेस पनि दुर्गम भेगमा स्कुल बनाई देखा। नेपाललाई स्विजरल्यान्ड बनाउनु अघि यो सरकार मेरो जिल्ला दार्चुलामा तुइन हटाई झलङ्गी पुल बनाई देखा। यसै अझै पनि दार्चुलाको धेरै भेगमा चाहिँ तुइनहरूबाट खोला तर्ने नदी तर्ने कामहरू चाहिँ छ। अझैसम्म कुनै ठाउँमा झोलङ्गी पुलहरू पनि छैन। अर्को मुक्तक। यथार्थ एकाइ केन्द्रमा अलि घुमाइदिनु मन छ, हातमा बाँधेर हतगडी अलि घुमाइदिनु मन छ। यथार्थ एकाइ केन्द्रमा अलि घुमाइदिनु मन छ, हातमा बाँधेर हतगडी अलि घुमाइदिनु मन छ। आफूलाई देशकै ठेकेदार सम्झिने नेतालाई, आफूलाई देशकै ठुलो ठेकेदार सम्झिने नेतालाई दार्चुला डोटी बैतडी घुमाइदिनु मन छ, हातमा बाँधेर हतगडी अलि घुमाइदिनु मन छ।
छोटो चाहिँ एउटा माया प्रतिको मुक्तक चाहिँ भन्छु कि स्वार्थ र दम्भको योगी हुनुपर्छ कि त भने माया मोह त्याग्ने जोगी हुनुपर्छ कि स्वार्थ र दम्भको योगी हुनुपर्छ कि त भने माया मोह त्याग्ने जोगी हुनुपर्छ स्कुल पढ्दा चिन्यौ कलेजमा चिन्नै छोड्यौ स्कुल पढ्दा चिन्यौ कलेजमा चिन्नै छोड्यौ तिमी पनि पक्कै मानसिक रोगी हुनुपर्छ कि त स्वार्थ र दम्भको योगी हुनुपर्छ कि भने माया मोह त्याग्ने जोगी हुनुपर्छ। अर्को मुक्तक यो चाहिँ विशेष गरी एटिट्युड गर्लहरूको लागि चाहिँ बुझ्दैनौ भने बरु बारम्बार बुझाइदेऊ स्थिर रहँदैन भन्ने कुराको आधार सुनाइदेऊ बुझ्दैनौ भने बरु बारम्बार सुनाइदेऊ स्थिर रहँदैन भन्ने कुराको आधार सुनाइदेऊ आजको पत्रिका भोलिको कबाडीमा बिक्छ आजको पत्रिका भोलिको कबाडीमा बिक्छ तिम्रो अनुहारलाई यो समाचार सुनाइदेऊ बुझ्दैनौ भने बारम्बार सुनाइदेऊ। अर्को मुक्तक यो चाहिँ खासमा छुट्टिन लागेका साथीहरूको लागि चाहिँ यो चाहिँ मुक्तक मेल खान्छ। आँखा कमजोर कपाल फुलेको हालतमा भेटौँला चाउरिएको गाला कुप्रिएको जिउडालमा भेटौँला आँखा कमजोर कपाल फुलेको हालतमा भेटौँला चाउरिएको गाला कुप्रिएको जिउडालमा भेटौँला अङ्गालो हारी बालापन सम्झी रुनु छ मित्र जवानी परदेशमै बिते बुढेसकालमा भेटौँला। अर्को मुक्तक चाहिँ हाम्रो देशको वास्तविक कुराहरू समेटेर बनाएको मुक्तक छ। गरिबीको घाउ झन बनाएर आलो देश चलाउँछन् बरु एकअर्कामाथि गर्दै हातेमालो देश चलाउँछन् गरिबीको घाउ झन बनाएर आलो देश चलाउँछन् बरु एकअर्कामाथि गर्दै हातेमालो देश चलाउँछन् मेरो देश कंगाल हुनुको कारण मात्र एउटा हो मेरो देश कंगाल हुनुको कारण मात्र एउटा हो सधैँ भ्रष्टहरू मात्रै पालो पालो देश चलाउँछन्। अर्को मुक्तक देशमाथि गरेर पाप मन्त्री बनेका छन् कुर्सीमाथि बसेर मन्त्री बनेका छन् देशमाथि गरेर पाप मन्त्री बनेका छन् कुर्सीमाथि बसेर मन्त्री बनेका छन् पढे लेखेका युवा जति विदेश पठाएर नपढेका औँठा साप मन्त्री बनेका छन् देशमाथि गरेर पाप मन्त्री बनेका छन्। आशा गरेका छौँ उहाँहरूको माया र मायाको अपेक्षा गरेका छौँ। र अर्को मुक्तक अब सबै तथ्य सत्य नढाटी अब सबै तथ्य सत्य नलुकाई खबर पठाउनु छ सरकार विरुद्ध कलम चलाई खबर पठाउनु छ अब सत्य तथ्य नलुकाई खबर पठाउनु छ सरकार माथि चलाएर कलम खबर पठाउनु छ काला पानी लिपुलेक हाम्रै थिए हाम्रै हुनेछन् काला पानी लिपुलेक हाम्रै थिए हाम्रै देशमा हुनेछन् पुर्खाले राखेका ती सबै प्रमाण जुटाई खबर पठाउनु छ अब सबै तथ्य नलुकाई खबर पठाउनु छ। अर्को मुक्तक इमानदारी आँखा छल्ने राजनीति रहेछ इमानदारीको आँखा छल्ने राजनीति रहेछ भ्रष्टाचार अनि बेइमानी चल्ने राजनीति रहेछ इमानदार आँखा छल्ने राजनीति रहेछ भ्रष्टाचार अनि बेइमानी चल्ने राजनीति रहेछ भन्नुस् तपाईँ मेहनत गरेर कति कमाउनुहुन्छ भन्नुस् तपाईँ मेहनत गरेर कति कमाउनुहुन्छ भन्नुस् तपाईँ मेहनत गरेर कति कमाउनुहुन्छ रातारात पुरै जिन्दगी बदल्ने यहाँ राजनीति रहेछ इमानदारीको आँखा छल्ने राजनीति रहेछ। धन्यवाद। कस्तो लाग्छ तपाईहरुलाई कस्तो लाग्यो मुक्तकहरु सब्स्क्राइब युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला र भेट्नेछौं अर्को भिडियोमा। हस्।